ल साथीहरू, यो चाहिँ अचार हो के को भन्दाखेरि पहाडे ठुलो निङ्ग्रोको अचार हो। अनि यो अचार चाहिँ मैले कसरी बनाएँ भन्दाखेरि चाहिँ यहाँ रेसिपी पनि छ। फर्स्टमा चाहिँ आमा छोरी मिलेर यो निङ्ग्रोलाई मजाले केलायौँ। छोरीले पनि टक्का टक्का भाँच्दैछ। अगाडि त ऊ नबढी हुँदैन। अनि यसलाई चाहिँ एउटै साइजमा काट्नुपर्ने हुन्छ। काटि पनि सक्यौँ। अब यसलाई चाहिँ मजाले पखालिसकेँ। अनि यसमा पानी र बेसार नुन हालेर चाहिँ यसलाई पकाउनु पर्ने हुन्छ। अनि यसमा हाल्नुको लागि चाहिँ मैले यो चाहिँ तिलको छोपको लागि हो। अनि सबै लगभग रेडी गरिसकेँ मैले। अनि आलु टमाटर प्याज हालिसकेँ। अनि छोपमा चाहिँ यो तिल आलस लाउँदा नि हुन्छ, मिठो हुन्छ। आलस तिल दुइटै लाउँदा नि हुन्छ, झन् मिठो हुन्छ। मैले तिलको मात्र लाएँ। अनि यसमा चाहिँ तेल मेथी र बेसार झानेर हालिदिएँ। अब यसमा चाहिँ हाल्नुपर्ने हुन्छ अझ अमिलो। अमिलो भन्ने बित्तिकै साथीहरू कति थुकाएको नि यो अमिलोले चाहिँ हो। अनि घरकै अमिलो यो चाहिँ, यसले पनि टेस्ट मिठो दिन्छ नि त। अब यसमा हालिसकेँ मैले सबै। अब यसलाई चाहिँ मजाले सबै मिक्स गर्नुपर्ने हुन्छ। अनि यसमा चाहिँ खोर्सानी अहिले हालेको छैन, किनभने खोर्सानी चाहिँ बाबुआमाले खानुहुन्न। अब हामी पिरो खान्छौँ भन्दैमा बाबुआमालाई पनि हालिदिने कुरो त आएन। यहाँ चाहिँ नहालिकन बाबुआमालाई छुट्याइदिएँ मैले। अब यहाँ काटेको छु मैले अघि अकबारे। यो अकबारे खोर्सानी चाहिँ मलाई हातले मोल्न डर लाग्यो, किनभने गर्मी छ, फेरि एकदम पोल्छ नि त, पोलिरहेको छ भरेसम्म। त्यही भएर मैले यसले नै चलाएँ, मजाले लस चलाएँ। अब हेर्नु न कस्तो खाउँ लाग्दो भएको नि अचार त। अब लगभग यो पनि रेडी भयो। अब यसमा अमिलो पिरो कतिको लाग्यो भनेर चाख्नु पऱ्यो। नुन चाहेको सबै टक्का भएछ, एकदम मिठो पो लाग्यो मलाई त। फेरि चाखेँ, निङ्ग्रो पो झन् मिठो लाग्यो मलाई त। म चाहिँ यसरी बनाउँछु साथीहरू अचार। बाई बाई।